हालैमा एक कागलाई इजरायलको झण्डा निकाल्दै र फाल्दै गरेको देखिएको छ। यस सङ्केतको अर्थ के हुन सक्छ? के इजरायल साँच्चै संसारबाट समाप्त हुने अवस्थामा छ? के यो अन्त समयको सङ्केत हो? आउनुहोस् यस घटनालाई विस्तृत रूपमा हेर्नेछौँ। ईसाई विश्वास अनुसार कागले इजरायलको झण्डा फाल्नु एक गम्भीर चेतावनीको सङ्केत हुन सक्छ। कागहरू मोसाको नियम अनुसार अशुद्ध चरा मानिन्छन्। लेवी 11 को 15 पद। यसले तिनीहरूलाई बाइबलको सन्दर्भमा मृत्यु, बिग्रिएको अवस्था र आत्मिक अशुद्धतालाई देखाउँछ। बाइबलमा परमेश्वरले विभिन्न सङ्केतहरू प्रयोग गरेर राष्ट्रहरूलाई चेतावनी दिनुहुन्थ्यो। काग अशुद्धता र विनाशको प्रतीक मानिएको छ। यसै कारण कागले झण्डा हटाउनु भन्नुको अर्थ इजरायललाई पश्चाताप गर्न र परमेश्वरतिर फर्कन आग्रह हुन सक्छ। हिब्रू 12 को 6 पद। कागले शैतानी शक्तिको प्रतिनिधित्व गर्न सक्छ जुन इजरायलमाथि परमेश्वरको योजना नष्ट गर्न खोजिरहेको छ। एफिसी 6 को 12 पद। यसले ख्रिस्टको दोस्रो आगमन भन्दा पहिले इजरायलले भोग्नुपर्ने कष्ट र विरोधको भविष्यवाणी गर्न सक्छ। यो हामीलाई इजरायलको मुक्ति र शान्तिका लागि प्रार्थना गर्न सम्झाउँछ। लुका 21 को 24 पद र भजन सङ्ग्रह 122 को 6 पद।